यो चाहिँ इन्डिया नेपाल बर्डर हो, नेपालगञ्ज र रूपैडियाको बर्डर हो है। यसको बर्डर पार जानुपर्छ हामीलाई किनकि पसल इन्डियामा छ है, नेपालमा छैन। सबै आइसी नै हो है, नेपाली होइन प्राइस। अनि यतातिर एसएसबी चेकिङ हुन्छ। यहाँ चाहिँ नागरिकता, आफ्नो आइडेन्टिटी कार्ड या ड्राइभिङ लाइसेन्स केही पनि लिएर आउनु होला, नत्र जानु दिँदैन। त्यसपछि सिधै जानु होला है, चेकिङ गराएपछि सिधै जानु होला। अनि यो स्टेसन जाने रोड हो। साइडमा एउटा बोर्ड हेर्नुहुन्छ हजुरले, ग्रिन कलरको बोर्डमा स्टेसन रोड लेखेको छ है। तर यहाँनिर जाने होइन, सिधै जानु होला, अलि अगाडि जानु होला। अलि अगाडि गएपछि सिटी कार्ट छ है, सिटी कार्टको जस्ट अपोजिटवाला बाटो लेफ्ट साइडमा जानु होला। लेफ्ट साइडमा गएपछि 5-6वटा दोकान छोडेर पसल छ है, हेर्न सक्नुहुन्छ। सिधै जानु होला लेफ्ट साइड गएपछि। अनि के भन्छन् 5-6वटा दोकान छोडेर जानु होला। शान्ति स्टोर छ है साइडमा, हेर्न सक्नुहुन्छ। यो शान्ति स्टोर हो। शान्ति स्टोरको छेउमै छ है कपडा बजार। अनि कपडा बजारको फर्स्ट फ्लोरमा ब्युटी बजार छ, हेर्न सक्नुहुन्छ। 10, 20, 30, 40। अनि यो चाहिँ कपडा बजार हो। फर्स्ट फ्लोरमा गएपछि ब्युटी बजार आउँछ है। यो थाहा पाइसक्नु हजुरले। धेरैजनाले लोकेसन सोधिराख्नु भएको थियो, लोकेसन धेरै गाह्रो छैन। कपडा बजार भनेपछि कपडाहरू हेरिहाल्नुहुन्छ हजुरहरूले, मैले देखाएको कपडा एकदम सुपथ मूल्यमा पाइन्छ। त्यसै गरी माथि ब्युटी बजार छ। हजुरलाई कपडा र कस्मेटिक लिन केही गाह्रो छैन। छिटो छिटो आएर भिजिट गरिदिनु होला है। हस् त, धन्यवाद।